नमस्ते साथीहरू। यसपालि चाहिँ अब दरो तरिकाले रायोको गुन्द्रुक चट्ट बनाएर चाहिँ बनाउन लागिरहेको छु। यो चाहिँ मेरो फर्स्टचोटि हो, नेपालबाट हँसिया ल्याएको छ एक्स्ट्रा। ल है साथी हो, यसपालि चाहिँ दरो तरिकाले गुन्द्रुक खाने भइयो। रायो, मुला, मुला, धनियाँ यत्रो भयो। ऊ चाहिँ भर्खर फेरि नयाँ धनियाँ छरेको छ। अब चाहिँ चट्ट तरिकाले रायोको सागको अब यो उखेलेको छु बाक्लो बाक्लो ठाउँको। अनि सट्ट गरेर यसरी छाँटेर यसलाई यस्तो गरेर चट्ट पारेर चाहिँ अब यो मेरो चाहिँ यो युरोपमा चाहिँ पहिले अहिलेसम्मको फर्स्ट टाइम हो। अब हेरौँ के गर्ने। यो चिप्ले किराले चाहिँ सबै खाँदो रहेछ यहाँ। त्यही छ रहर गरेर के हुँदो रहेछ र हुन त हुँदो रहेछ, भयो जस्तो यस्तै छ साथी। ल अब रायोको साग सागहरू धनियाँ सनियाँ खानुहुन्छ भने नजिकको साथीभाइहरू आउनु सक्नुहुन्छ। थाहा छैन मेरो टेक्टिक्स गाउँ कहाँ बस्छु भनेर एकचोटि चाहिँ फोन गरेर चाहिँ आयो हुन्छ होइन त बुढी। हाल स्कुल juga turn Bundeswehr aus Metall. अब सबै फर्स्ट Jaga teman.